यो चाहिँ जय घाँस हो। यो जय घाँस भैँसीले अति मन पराउँछ र भैँसीले दुध पनि धेरै दिन्छ र यो 2 फेर 3 फेरसम्म काट्न हुन्छ र फेरि यसको बिउ पनि हुन्छ। यस्तो हुन्छ बिउ, अनि यो बिउ अर्को वर्षलाई काम लाग्छ। अनि यो घाँस चाहिँ बारीको लागि एकदम राम्रो, माटो कमलो बनाउने, खुकुलो बनाउने, उर्वरा भूमि बनाउने र जताततै पनि हुने, यो हत्तपत्त बाँदरले पनि नखाने र यो घाँस एकदम पोसिलो र राम्रो घाँस। अहिलेसम्म चाहिँ यस्तो यो घाँस हाम्रोतिर थिएन, अहिलेबाट हामीले यो लगाउने गरेका छौँ र तपाईहरू पनि यो घाँस प्रायसो आफ्नो चाहिँ बाँझो बसेको जमिनमा प्रयोग गर्नुभयो भनेदेखि धेरै राम्रो हुन्छ। यो घाँस अरूभन्दा नि वस्तुहरूको लागि पोसिलो घाँस, दुधालु घाँस, दुध पनि आउने यसबाट। र यसको चाहिँ यो भित्र दाना गहुँको जस्तो दाना हुन्छ। यो दाना बिउको लागि पनि भयो र यसलाई पिठो बनाएर वस्तुलाई खोलेमा दियो भने झन् अति दुध आउँदो रहेछ। यसबाट एकदम राम्रो हुँदो रहेछ यो।